जुसमा त कति धेरै कक्रोच हुन्छ अनि त्यही त भनेको नि अनि डेरी मिल्कमा पनि त्यस्तै अनि कति नि त कस्तो राम्रो राम्रो खानेकुरा खान्छन् नाना यो राम्रो यो त्योभन्दा त धेरै राम्रो हो यो बुझ्यौ ओहो अनि आज पढाइ के गर्यौ त एउटा त बच्यो अनि त एउटा त बचेन दुईटा त एउटा त बच्यो दुईटा त बचेन के बचेन दुईटा बेबो एउटा के यो र एउटा बच्यो अनि यो बचेन के बचेन हो मग म त डेली मिल्क खाने ल डेरी मिल्क पनि खाने होइन के खाने होइन जुस पनि खाने जुसमा त कति धेरै कक्रोच